भरतपुर यो चाहिँ बाइपासको बाटो हो है। यो बाइपासको बाटो आज पानी परेको छ, मौसम एकदम दामी। यो त कतिवटा फुल फुलिरहेछ माथि है, एकदम धेरै भाइरल भएको थियो फुल, अहिले फेरि फुलेको छ। अब तपाईँलाई मैले बाइपासको बाटो देखाएँ होइन, सबैतिर फुल फुलेको छ। यो चाहिँ वान वे बाटो हो, तपाईँले देख्न सक्नुहुन्छ माथितिर हेर्नु फुल फुलिरहेछ है। बर्खा सुरु हुँदैछ आज चाहिँ। भरतपुरको मौसम चाहिँ कुलकुल छ, आज चिसो छ, आज जस गर्मी छैन। आज बिहान बिहान एकैछिन सधैँ नै पानी पर्यो भने त यार सधैँ चिसो हुन्छ होला। भरतपुरको बाटो हेर्नुहुन्छ तपाईँले। त्यसपछि अब हामी लेफ्ट भन्छ राइट चाहिँ मोड्दैछौँ अब। पानी बिहान 2-3 बजीदेखि नै परे राति। मौसम धेरै ठन्डा छ आज। आज मौसम धेरै ठन्डा छ। फेरि पानी पर्ने सुरसार छ त पानी त। कति राम्रो मौसम छ आज भरतपुरको। भाइयो पनि निस्किँदैछु। आज जस चिसो छ। हाइवेको बाटो आइपुग्यो हामी होइन। अब यहाँबाट तल नारायणघाट बजार झरिन्छ बाटो। पानीले चाहिँ यस्तो क्लियर बनाएको छ यार, कस्तो सफा देखेको यार। वाह ल तुवालो सबै हटिसकेछ। बाटो चाहिँ कस्तो राम्रो राम्रो। त्यसपछि माथि पहाडहरू देख्ने है। अन्त पारी पनि सबै क्लियर देख्यो, हेर्नु न सबै क्लियर देखेछ यार। नारायणघाटको बाटो हो यो, अझ बन्दै पनि छ। तपाईँको यहाँ चाहिँ बोट बिरुवा लाउने कार्यक्रम भइरहेछ र रेलिङको काम पनि भइरहेछ है। यहाँ चाहिँ रेलिङ लगाएर बार बार्ने, बिच बिचबाट मान्छेले बाटो काटेर बोट बिरुवाहरू मास्ने गरे भएर रेलिङको काम पनि भइरहेछ है। यहाँ तपाईँले देख्न सक्नुहुन्छ रेलिङको काम पनि भइरहेको छ। बिचबिचमा रेलिङ लगाउने काम भइरहेछ। म अहिले ठ्याक्कै पुलचोकतिर आइपुग्नु लागेँ। म पुलचोकबाट पसलतिर मोडिन्छु। म अगाडि त जाँदिनँ है। सबैजनालाई मैले अब भाइ भन्नुपर्छ। यो भिडियो चाहिँ मेरो युट्युब च्यानलमा हेर्न पाइन्छ है। भरतपुर घुम्न आउनु होला। सबैलाई स्वागतम छ।
ओके टाटा बाई बाई सबैजनालाई है सबैको दिन शुभ रहोस् है त ओके बाई बाई